बना न को कता छ तपाईँ हामी चाहिँ हामी यता गुफातिर उभिँदैछ है कस्तो उकालो छ अगाडि हिँड्नै सक्यो होइन तर पनि पुग्यो चल्दैछ चिन्ता गर्नु फेरि न आइपुग्यो भाइ भित्र गयो कहाँ टिकट र हामी चाहिँ अहिले गुफा आइसक्यो कता खैन हामी छोडेर एकदम थपै यहाँ भनी आइपुग्यो अघि आइपुग्यो मेरो अघि राखेन पसिना सुकाएर घाममा सुकाएर पनि पसिना ल सब पसिना सुकाइसक्यो भने आज ल के छ मनिका बगाएन अलिअलि गाई पुरै ढा बुन्नु त ल हामीले चाहिँ अहिले यो गुफा हेर्नलाई एकजना गाइड पनि ल्याउँदैछौँ है हामीलाई सबै कुरा थाहा नहुनसक्छ भनेर लाइट चाहिँ एउटा हामीसँग अलरेडी थियो सबैजना हामी चाहिँ रेडी छौँ अहिले जानलाई टिकट काट्नुपर्ने रहेछ टिकट पनि काटिसक्यो ल खै यसो बाटो भ्लगरलाई बाटो छोड्नु पर्यो त्यही पनि मटन लाइट त गाइड भनेको छु मैले गाइड एउटा पनि फेरि पैसा तिर्मै छ दिनु लाइट र साथीहरू अहिले चाहिँ हामी फाइनली यता सिद्ध गुफा आइसक्यो है त्यो चाहिँ हाम्रो नेपालको सबभन्दा ठुलो गुफा हो र हामीले चाहिँ यता भित्रको लागि चाहिँ एउटा गाइड पनि लिइसकेका छौँ टिकट पनि काटिसकेका छौँ अब गुफा कस्तो छ म हामीलाई गुफा पनि देखाउँछु हेर्दै गर्नु होला है त भिडियोलाई ल हेर मेरो क्यामेरामा सबैजना शान्त हुनुहोस् है म चाहिँ केही कुरा भन्न चाहन्छु है नमस्ते सबैजनालाई हजुरहरूलाई थाहा नै छ होला यो गुफा नेपालको सबसे ठुलो गुफा हो है त्यही माथि एसियाको दोस्रो ठुलो गुफा हो यसको लम्बाइ 437 मिटर छ भने यसको म्याक्सिमम उचाइ 45 मिटर छ यो गुफा चाहिँ 2044 सालमा पत्ता लगाएको हो चन्द्रबहादुर महरले हजुरहरू यहाँभित्र अब स्ट्रक्चरहरू धेरै छ है एउटा कल्पना गर्नुहोस् है हजुरहरूले है मैले यो जस्तो देखिन्छ है भनेर भन्दा कल्पना गर्नुहोस् कि एउटा है त्यो कल्पना गर्नु भने तपाईँहरूले त्यही देख्नुहुन्छ क्या र तपाईँहरू सबैसँग मोबाइल फोन छ कि छैन मोबाइल फोन छ भने हजुरहरूलाई हिँड्नलाई सजिलो हो अब स्ट्रक्चरहरू देखाउनलाई मेरो यो एउटा लागि पनि काफी छ है ल अब त्यसै गरी चाहिँ हामी गइन्छ है ल सबैजनाले मोबाइलको टर्च बाल्नुहोस् मजाले मिल्छ गाह्रो पर्ने ठाउँमा चाहिँ पुग्नुहोस् है अब चाहिँ हामी गुफा प्रवेश गर्दैछौँ है ल सबैजना लाइट बालेर आउनु होला मोबाइलको म हजुर मजाले मिल्छ तर अप्ठ्यारो बाटोमा चाहिँ आफैले पुग्नुहोस् है हामी चाहिँ अहिले गुफा छिरिसक्यौँ होइन धेरै छ भाइको घर यता कि कता हो ए हामी नि बाइसेरबाट आयो कि
मेरो कम्प्युटर सिक्ने स्टुडेन्ट हो कि सबै आसिको। अब यहाँ चाहिँ डोरी समातेर आउनु पनि सक्नुहुन्छ ल ल यहाँनिर चाहिँ डोरी समातेर आउनुहोस् है, नसक्नेहरू चाहिँ। ल बाबु ल यो चाहिँ पूजा गर्ने ठाउँ रहेछ, भगवान्को एउटा प्रतिमा बनाएर राख्नु भएको छ यो होइन। हजुर यहाँ लाइनको व्यवस्था गरिएको छ सर। अब जस्तै हामीले लाइनको व्यवस्था त गरिएको थियो होइन, तर प्रायः जस्तोले त अब गाइडहरू जाँदैन नि त होइन। अब लोकल मान्छेहरूले गाइड नलिएर गएर तार काटिदिएको भएर करेन्ट त लाग्छ नि त, त्यही भएर हामीले मेन तारै काट्दियो। अब तार काटिदियो भने त्यहाँ चाहिँ ढुङ्गासँग थाहा हो नि त, यो कुरा त करेन्ट लाग्ने चान्स बेसी हुन्छ। ल सबैजना एकछिन यहीँ ग्यादरिङ भएर बस्नुहोस् है। ल अब तपाईँहरूले यो स्पेस देख्नु भएको नि होइन, यो स्पेस देख्नु भयो कि भएन हजुरहरूले? ए हुन्छ हुन्छ। ल एकछिन यहीँ बस्नुहोस्। हजुर यहाँ चरा चाहिँ छैन, चमेरा चाहिँ छ? ए हजुर ऊ यहाँ छ कि चमेरा है, यो चमेरा यहीँ छ। हजुर ल अब मैले चाहिँ केही कुरा भन्दाखेरि चाहिँ हजुरहरू चाहिँ शान्त हुनुहोस् है, किनकि यो गुफामा अब हामी जति हल्ला गऱ्यो त्यति इको बढी आउँछ नि त होइन। त्यो भएको कारणले मैले केही कुरा बताउँदाखेरि चाहिँ हजुरहरू चाहिँ सबैजना साइलेन्ट भएर बसिदिनुहोस् है। जहाँसम्म लाग्छ सबैजना आउनुभयो होला होइन। ल अब तपाईँहरूले यो स्पेस देख्नु भएको नि होइन, यहाँनिर चाहिँ यो चाहिँ नेचुरल स्विमिङ पुल हो क्या। असार साउनको बेला हुन्छ नि होइन, अब आउन लागेको छ नि त असार साउन होइन, त्यतिखेर पानी मजाले रसाउँछ होइन। पानीको लेभल यहाँसम्म आउँछ कि तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ है। यहाँ चाहिँ हामी मजाले पौडी खेल्न सकिन्छ क्या यो ठाउँमा कि। अनि यहाँ तपाईँहरूले कुन चाहिँ हो नेपाली फिल्ममा नि यहाँ सुटिङ नि भएको छ क्या यही ठाउँमा। अनि यहाँ अरू बेला के भन्छ यो बन्दीपुर गाउँपालिकाको यो वडा नम्बर 4 को गुप्त मिटिङ नि यहीँ बसिन्छ, टेबल टेनिस गेम नि यहीँ भइन्छ। ल यो चाहिँ स्विमिङ पुल भयो। अब हामी चाहिँ अगाडि गइन्छ है। हजुर यसको चाहिँ यहाँ छैन, हामी चाहिँ उता गइन्छ। यो आकृतिहरू के महत्त्व छ? हजुर यो चाहिँ चुनढुङ्गाबाट बनेको कि। अब चुनढुङ्गालाई इङ्ग्लिसमा के भन्छ नि स्थालिक चित्र स्थालिक मित भनिन्छ नि त होइन। तपाईँले हजुर अहिले राजाको सिप्रेसदेखि सबै देखाउँछु म तपाईँहरूलाई है। हुन्छ हुन्छ ल अब अगाडि गइन्छ हामी, हल्ला चाहिँ नगरिदिनुहोस् है कति पनि। होइन होइन यो स्विमिङ पुलमा आइयो हामी, उता गइन्छ हामी। छैन अब छैन दाइ, त्यति हो यसको चाहिँ। अब माथि हल्ला चाहिँ बिस्तारी है, हल्ला कम है, हल्ला कम है। ल यहीँ बस्छ त सबैजना, यहीँ बस्नुहोस् त। अलि माथि बस्दिउँ न। होइन नि यहीँ ठिक्क हुन्छ है, गर्दैन कि भनेर। बस्ने हो, बस्छ भने सुनेर सबैजना बस्ने है, सबैजना बस्ने हो। सबैजना आउनुभयो? लगभग आउनुभयो होला। ल अब म चाहिँ तपाईँहरूलाई यहाँ स्ट्रक्चर देखाउँछु कि है। एउटा कल्पना गर्नुहोस् है सबैजनाले है, सबैजनाले एउटा कल्पना गर्नुहोस् है। ल यता हेर्नुहोस् त, तपाईँले यहाँ चाहिँ बाघको मुख देख्न सक्नुहुन्छ है। यो भाग देख्नु भयो नि तपाईँहरूले, यो चाहिँ बाघको मुख हो कि। तपाईँहरूले एउटा कल्पना गर्नुहोस् है। तपाईँहरूले यसो हेर्दाखेरि चिल जस्तो नि देख्नुहुन्छ, एक सिङे गैँडा जस्तो नि देख्न सक्नुहुन्छ है। आफ्नो कल्पना हो है। यो भाग देख्नु भयो नि तपाईँले, यो चाहिँ बाघको मुख है।
एकसिङे गैडा जस्तो नि देखिन्छ हैन, चिल जस्तो नि देखिन्छ, बाघको मुख जस्तो नि देखिन्छ हैन। अब आफ्नो कल्पना हो। ओ यहाँ पो ठुलो छ त है, लङ डिस्टेन्स रहेछ यसको चाहिँ। अहिले तपाईँले अझै निकै ठुलो देख्नुहुन्छ कि अहिले तपाईँ छ खानुहुन्छ कि हजुर। ल अब सबैजना यता ग्रुपमा बस्नुहोस् त, सबैजना यता बस्नुहोस् त, यता कुनातिर बस्नुहोस् है, कुनातिर है हैन। यहाँ चाहिँ अब कल्पना गर्नुहोस् है, यो चाहिँ हात्तीको सुड हो है, हात्तीको सुड के यो हात्तीको सुड भयो। यतापट्टिको तपाईँहरूले चाहिँ घोडाको खुट्टा है देख्न सक्नुहुन्छ है। फेरि तपाईँहरूले घोडाको खुट्टा भन्दा अगाडिको कि पछाडिको भनेर चाहिँ नभन्नुहोस् है। घोडाको खुट्टा र हात्तीको सुड है तपाईँले यहाँ देख्न सक्नुहुन्छ है। ल अब तपाईँहरूलाई ग्रुप फोटो खिच्न मन छ भने एकजनाको मलाई फोन दिनुहोस् है, सबैजना यहाँ लस्कारे बस्नुहोस् त, म तपाईँहरूको फोटो खिचिदिन्छु। त्यतै बस है, त्यतै बस है, आधा टोली त्यतै बस है। हजुर अब हामी अलिकति मुनि गइन्छ, यसको म्याक्सिमम हाइट मुनि गइन्छ क्या अब चाहिँ। ल ल अब सबैजनाले यता हेर्नुहोस् त, उता 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 उता। त्यहाँ तपाईँहरूले शङ्ख र सर्प देख्न सक्नुहुन्छ है। एउटा कल्पना गर्नुहोस् होइन, सर्पले चाहिँ शङ्ख फुक्या जस्तो देख्न सक्नुहुन्छ है। एउटा कल्पना गर्नुहोस् है, सर्पले चाहिँ शङ्ख फुक्या जस्तो देख्न सक्नुहुन्छ है। ल अब अगाडि जाउँ है। दाइले नि हँसाइदिनुहुन्छ। ल त्यतै त्यतै बस्नुहोस् त, त्यतै बस्नुहोस् त, त्यतै बस्नुहोस्। यहाँ चाहिँ राजाको सिप्रेस देख्न सक्नुहुन्छ है तपाईँहरूले है। कुन राजाको हो यो? राजा ज्ञानेन्द्रको सिपेज यहाँ हराएर रहेछ पो त, पुरा राजा हट्या रहेछ त। अब म यहाँ तपाईँहरूलाई केही कुरा भन्छु क्या। अघि मैले तपाईँहरूलाई अलिकति ब्रिफिङ दिँदाखेरि क्या, यहाँ एउटा योगीले होइन, अघि मैले हजुरहरूलाई ब्रिफिङ दिँदाखेरि क्या एउटा योगीले यहाँ ध्यान गर्नुभयो र होइन शुद्ध ज्ञान प्राप्त गर्नुभयो। यो गुफाको नाम सिद्ध गुफा भनेर राखेको भनेर भन्यो होला होइन। अब उहाँको अनुहार देखाउन जान्छु म तपाईँहरूले, जुन चाहिँ प्रकृतिले आफसे आफ बनेको कि चुन ढुङ्गाबाट बनेको है। ल अब उता हेर्नुहोस् त तपाईँहरूले, उहाँ चाहिँ हाम्रो सिद्ध बाबा है। ठ्याक्कै है। उहाँ चाहिँ हाम्रो सिद्ध बाबा है, तपाईँहरूले देख्न सक्नुहुन्छ है। ल सिद्ध बाबा कि हजुर यसको म्याक्सिमम हाइट यो 45 मिटर हो। ल हेर्नुहोस् है हजुर, उचाइ के यसको। ल अब हामी चाहिँ यहाँ मुनि गइन्छ, अलिकति बिस्तारै आउनुहोस् है, नआत्तिकिन आउनुहोस् है। यो भर्याङ झरेर हामी चाहिँ तल जाँदैछौँ भित्र है। भर्खरै हामीले सिद्ध बाबाको आकृति पनि हेऱ्यौँ। यो बर्खामा त पानी भरिन्छ है यहाँ त? हजुर अहिले पानी रसाएको देख्न सक्नुहुन्छ है, कस्तो भए भनेर। हजुर पहिला यहाँ भर्याङ थियो, अनि यहाँ चाहिँ दोरी थियो कि, एउटा एडभेन्चर होस् भनेर टुरिस्टहरूलाई के एडभेन्चर होस् भनेर हामीले यहाँ चाहिँ दोरी राखेको थियौँ। तर यो भर्याङबाट चाहिँ निकै टुरिस्टहरू घाइते भएको भएर के हामीले यही भर्याङ बनाइयो क्या। ल अब सबैजना यता आउनुहोस् त, सबैजना यता आउनुहोस् त, यतातिर जानुहोस्। अब यहाँ हामी चाहिँ अब डार्क एक्सपिरियन्स गरिन्छ क्या यहाँ चाहिँ।
ठिक छ सबैजना ल यतातिर जानुस् त सबैजना सबजना माथि है सबैजना मासतिर जानुस् है बरु अलिकति उता कुना कुनातिर जानुस् जस्तै लाइटको कुरा गर्नुभएको थियो हैन लाइट झलमल्ल भएको भए तपाईहरुले यस्तो एक्सपिरियन्स हुन पाउनुहुन्थ्यो अनुभव लिन पाउनुहुन्थ्यो होला पाउनुहुन्थेन होला नि हैन ल अब सबैजना यहाँ ग्रुप ग्यादरिङ हुनुस् है हजुर यो बनाएको हैन के हामीले दिदी यो चाहिँ चुनढुङ्गाबाट हैन बनेको हो के तपाईले यो भाग देख्नु भएको नि हैन हामीले यहाँ चाहिँ र्यापलिङ गर्न सकिन्छ कि रक क्लाइम्बिङ र र्यापलिङ गर्न सकिन्छ कि यो ठाउँ देख्नु भएको नि यो गुफा चाहिँ अर्को गुफासँग नि कनेक्ट छ के जस्तै तपाईहरुले अघि त्यहाँ इन्ट्रान्समा जाँदाखेरि शीतल हावा पाउनुभएको थियो नि हैन त्यो शीतल हावा चाहिँ कहाँबाट आएको हो नि त्यो टपमा देख्नु भएको नि हैन त्यहाँनिर एउटा सुरुङ छ के यो गुफा भन्दा माथि नि एउटा सानो गुफा छ त्यो गुफाबाट हामीले चाहिँ र्यापलिङ गर्दै के र्यापलिङ गर्दै हामी यहाँ निस्केर चाहिँ हैन हामी रक क्लाइम्बिङ गरेर झर्न सकिन्छ है 2044 सालमा चन्द्रबहादुर मगरले यो गुफा पत्ता लगाउनु भएको बेला उहाँ त्यहाँ माथिबाट आएर चाहिँ यसरी यो गुफा यत्रो रहेछ है भनेर चाहिँ चाल पाउनु भयो र पछि बन्दीपुरको सबैजना आउनु भयो र यो खोज्नु भयो र यो गुफा यत्रो रहेछ है भनेर उस गरेको हजुर हजुर ल अब तपाईहरुलाई हामी यो बाटो जान सकिदैन है हामीलाई यहाँ अनुमति छैन कि हामी जति मुनि गए त्यति अक्सिजन लेभल कम हुँदै जान्छ त्यही भएर हामीलाई यता मुनि जान चाहिँ अनुमति छैन अहिले जान कोही गएको छैन आधा बाटोसम्म गयो अक्सिजन नपाउला जस्तो त्यो अक्सिजन कम भए जस्तो फिल हुने बित्तिकै फर्केर आएको छ कि थाहा छैन ल अब म चाहिँ तपाईहरुलाई डार्क एक्सपिरियन्स गर्न लगाउँछु कि है र सबैजनाले मोबाइलको टर्चदेखि सबै अफ गर्नुस् त बच्चालाई चाहिँ समातेर राख्नुस् न मोबाइलको स्क्रिनदेखि सबै अफ गर्नुस् है तपाईहरुले एक अर्काको फेस नै देख्न सक्नु हुँदैन है बन्द गरिदिनु है हजुर तपाईहरु सुन्नु भएन है हैन मान्छे नि बोलेको छ यताबाट आउँदै छ चमेराको आवाज चाहिँ सुन्नुभयो देख्न सक्नुहुन्छ है असार साउन आउन लाग्यो नि त पानी रसाएको छ के जस्तै यहाँनिर एउटा दोरी त सपोर्ट छ है त्यो भन्दा माथि चाहिँ दोरी छैन के ल हेर्नुस् है हैन माथि त गएको छ तर अहिले चाहिँ असार साउन भएर चिप्लिने चान्स बेसी हुन्छ माथि चिप्लो छ बाबु त्यो अहिले अब यो सबैजना भाइ बहिनीहरु सबैजना हुनुहुन्छ नि हैन अब उनीहरुको अब चिप्लेर एंगल ब्रेक हुनु हजुर हैन यस्तो अब सिद्ध बाबा उहाँ हो नि त हैन हैन यो चाहिँ अक्सिजन लेभल कम हुने भएर गइदैन हजुर दाइ ए अँ है त के बनाएको जस्तो छ है त्यो भन्दा मुनि चाहिँ नजानुस् है बाटो निकै अप्ठ्यारो छ हैन हैन नजाऊ नजाऊ भाइ नजाऊ नजाऊ हैन तपाईले पानी बगेको जस्तो सुनिन्छ कि रिस्क नलिनुस् के हजुर यो सबै चमेराको गु हो हजुर ल अब जाम है ए म त यो त भन्ने बिर्से सरी है यो चाहिँ शङ्ख किरा हो के है एउटा कल्पना गर्नुस् न है हजुर सबैजनालाई म देखाउन त सकिनँ सर है हजुर तपाईलाई मात्रै भिडियोमा देखाउँछु पछि प्रोजेक्टरमा देखाइदिनु है भाइ बहिनी हस् 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 ल यता आउनुस् न यता तपाईहरुले चाहिँ यहाँ चाहिँ उल्टो कुखुरा झुन्डेको देख्न सक्नुहुन्छ है उल्टो कुखुरा है यो भाग देख्नु भयो नि
फुलको कुखुरा कि ठिक 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 यो चाहिँ फुलको कुखुरा भयो होइन हजुर अनि यो चाहिँ जेली फिस भयो ए अनि यतापट्टि आउनुहोस् त यहाँ चाहिँ सिद्ध बाबाले ध्यान गर्ने ठाउँ हो होइन ए यो चाहिँ हजुर अब जस्तै अघि मैले तपाईँहरूले स्विमिङ पुलको कुरा गरेँ नि त होइन हजुर त्यहाँदेखि पानी चाहिँ कहाँबाट आउँछ कि हजुर त्यो पानी चाहिँ यहाँबाट आउने कि ल आउनुहोस् त त्यो पानी चाहिँ यहाँबाट आउँछ क्या यो सुरुङ देख्नु भएको नि होइन यो हजुर असार साउनको बेला चाहिँ यहाँबाट पानी आउँछ यहाँनिर जम्मा हुन्छ बढी भएको पानी चाहिँ त्यहाँनिर जम्मा हुने है ए अनि तपाईँहरूले यहाँ चाहिँ ब्रोकाउली देख्न सक्नुहुन्छ है कता यो हेर्नुहोस् त यता माथि हेर्नुहोस् त तपाईँहरूले यहाँ चाहिँ ब्रोकाउली ए देख्न ठिक 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 हेर्दा जङ्गल जस्तो नि देखिन्छ होइन ब्रोकाउली जस्तो नि देख्न सक्नुहुन्छ सबैजनाले यहाँ त अटाउँदैन नि त त्यही भएर अन्तिममा जो हुनुहुन्छ म चाहिँ उहाँलाई देखाउँछु भनेर बसिदिएँ ठिक छ ल अब यता आउनुहोस् त प्रोजेक्टमा देखाइहाल्छु नि हजुर तपाईँहरूले तपाईँहरूले देखाइदिँदाखेरि यता यो हाम्रो हजुर यो चाहिँ सिद्ध बाबाले ध्यान गर्नुभएको ठाउँ है जानुहोस् न भित्र नै यसको उचाइ नै हेर्नुहोस् है अघि देखाउन त पाइएन नि त सबभन्दा हाइटै यो है होइन अघि देखाएको थिएँ नि मैले हामीले डार्क एक्सपिरियन्स गरेको थिएँ त्यहीँनिर है र अब तपाईँहरूले यहाँ चाहिँ कछुवाको टाउको पनि देख्न सक्नुहुन्छ है यता कछुवाको टाउको यो है हजुर कछुवाको टाउको थियो ठ्याक्कै देखिने रहेछ हजुर हस् त सर है ल यति नै हो हजुर हस्